गौरीटार रङ्गशालामा यो पहिलो र दोस्रो म्याच कमेन्ट्री गरिसकेपछि म चाहिँ अब यता एकछिन ग्राउन्डमा यहाँ पानी हाल्न लागिरहेछ। यो अटोमेटिक सिस्टम छ अरे, त्यो हेर्नलाई चाहिँ यहाँ लागिरहेको छु। अब अटोमेटिक सिस्टमको पानी सररररर फाल्छ अरे, त्यो हेर्नलाई। यो बागमती प्रदेशको राजधानी हेटौँडामा यो गौरीटार रङ्गशालामा एन्फा प्रेसिडेन्ट लिग 2025 को खेलहरू भइराखेको छ। यो प्रतियोगितामा चाहिँ रहेर हामीले यहाँहरूलाई प्रत्यक्ष जोडी पनि राखिराखेका छौँ। अखिल नेपाल फुटबल सङ्घ एन्फाको फेसबुक पेज र युट्युब च्यानलबाट हामी एकैसाथ यहाँलाई जोडी राखेका छौँ। यससँगै यहाँ पानी हालेको भिडियोहरू पनि यहाँहरूलाई म देखाउने छु। मकवानपुरमा रङ्गशालामा के कस्तो काम भयो यहाँहरूले देख्न सक्नुहुनेछ। हामी विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौँ बागमती प्रदेश खेलकुद विकास परिषदका पूर्व सदस्य सचिव सूर्यलाल भण्डारी, जसले अहोरात्र खटेर यो रङ्गशाला फाइनल गर्नको लागि, यो रङ्गशालालाई आकार दिनको लागि पर्नु भएको थियो। र मैदानको भित्रभित्रै यो अन्डरग्राउन्ड वाटर सप्लाई सिस्टम पनि उहाँकै पालामा भएको थियो। र त्यो कार्य भने अहिले देखिराखेका छौँ हामी। अहिलेका आदरणीय सदस्य सचिव दीपक लामाले पनि काम गरिराख्नु भएको छ र हामी देख्न सक्छौँ। पानी हाल्ने काम भइराखेको छ। यो अटोमेटिक वाटर सप्लाई सिस्टम यो जोडेदेखि यो गौरीटार रङ्गशालाको थुप्रै कामहरू बाँकी छन्। यद्यपि यो अटोमेटिक वाटर सप्लाई सिस्टमले निकै नै व्यवस्थित देखिराखेको छ। यो अटोमेटिक सिस्टमको यो जमिन मुनि हुन्छ, यो अटोमेटिकली फुत्त माथि आउने रहेछ। यो हामीले टिभीतिर मात्र देखेका थियौँ। यसमा यो पानीको फोर्स नपुगेर अलि त्यति राम्रो भने भइराखेको छैन। यसलाई पनि ध्यान आकर्षण गर्नुहोला। दीपक लामाको नेतृत्वले यसलाई सल्भ गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। वाटर सप्लाई सिस्टम अटोमेटिक वाटर सप्लाई सिस्टम हेटौँडाको गौरीटार रङ्गशालामा पहिलो पटक यो पानी यो मकवानपुरको गौरीटार रङ्गशाला, जहाँ पहिलो पटक सम्भवतः यो मकवानपुरको इतिहासमा पहिलो पटक यो अटोमेटिक सिस्टमको पानी हामी देखिराखेका छौँ। यसको लागि सूर्य भण्डारीलाई हामीले सम्झिनै पर्ने हुन्छ। सूर्यलाल भण्डारी, जसले यो रङ्गशालालाई आकार दिनुभएको थियो र यो सिस्टमहरू पनि उहाँकै पालामा जडान भएको थियो। यताबाट अलि यो एङ्गलबाट हान्नु नि त।